डरले सारा संसार चुक्कियो उही फर्केर आयो अब खेलको नयाँ नियम बदलिन्छ दुर्गेश होम मेरो लाइफको एउटै रूल छ माया म मरिहत्ते गर्छु अनि घृणा म त्योभन्दा नि धेरै म नियम मान्दिन नियमले मलाई मान्छ दुर्गेश थापा नाम होइन ब्रान्ड हो ब्रान्ड Starts in धेरै धन्यवाद यो मिठो यो राम्रो प्रतिभाको लागि जोरदार ताली जुन ठाउँमा जाँदा पनि मेरो जति पनि स्क्रेचहरू छ घरमा लगेर भित्ताको वालमा राख्ने गर्छु र भाइको पनि मैले भित्ताको वालमा मात्रै होइन दिनको मनमा पनि राख्ने गर्ने गर्छु थ्याङ्क यू सो मच थ्याङ्क यू लभ यू गाइ Yes, Thapa, now we're the brand of Thank you so much. Yeah, it's not going to go bad, okay, thank you. You're a whole kid in the र सँगसँगै एकजनालाई इन्ट्रोड्युस गर्न चाहन्छु एक्टर बोय जो आवाजको बाचा जसले नाच नाच भाइ नाचको यस ट्रेलरमा न्यारेटरको रूपमा रहनुभएको छ एक्टर बोयको भोइस चाहिँ मैले खास टिकटकमा हेरेको थिएँ धेरै किसिमको कला छ हाम्रो नेपालमा भाइसँग अरूभन्दा धेरै भिन्दै छ धेरै मान्छेहरू हिरो बन्छ धेरै मान्छे गायक बन्छ धेरै मान्छे सङ्गीतकार बन्छु भन्छ तर एउटा मान्छे मात्र देखेँ कि म भोइस डबर बन्छु र नेपालको एक्टरहरूको भोइस डबिङ गर्छु भन्ने एक्टर भाइलाई देखेँ र टिकटकबाट मैले मेरो भाइलाई सर्च गरेर भाइलाई चाहिँ मैले बुझ्दाखेरि चाहिँ भाइ पोखराकै हुनु रहेछ हाम्रो एक्टर भाइलाई चाहिँ धेरै धेरै अघिको ट्रेलरको चाहिँ भोइस ओभर चाहिँ हाम्रो एक्टर भाइले गर्नुभएको छ एकचोटि पोखराली छिटो पोखरेली भाइलाई चाहिँ सबैजनाले जोरदार ताली र हल्लाको पाइन्छ Good evening, Pokhara. It's my pleasure to meet Mr. Durgesh Thapa.
स्थापना नभएन ब्रान्ड हो ब्रान्ड जसको डरले सारा सहर जित्यो उही फर्केर आए अब खेलको नयाँ नियम बदलिन्छ थ्याङ्क यू सो मच हजुर भाइ भविष्यमा मैले फिल्म बनाएको छु नि मेरो डब भाइले गर्छ किनभने म अलिक बिजी हुन्छु नि त सबै काम आफूले गर्ने होइन क्या कोही कोही बाँडेर खानुपर्छ बाँडेर लिनुपर्छ सबैजनाले एउटै काम गऱ्यो भने त्यो मान्छे सुपर फलक हुन्छ फेरि त्यही भएर सबैजनाले मिलेर गर्नुपर्छ अब हामीलाई चाहिँ हातमा सुनको बालो गुच्चीको चस्मा कालो